हेलो गाइजहरु नमस्ते के छ खबर ठीक छ हेलो गाइज के छ आज हामी कहाँ गरे आज हामी ब्राजिलखण्ड गुम्बा गुम्बा घुम्न जान लाग्छौं अनि यो नवीन मामा छोरो अनि त्यो भइगयो म भइगयो यहाँ त्यही भएर चट्टा आज घुम्न जान लाग्छौं हामी बाटोमा हिँडिरहेको छौं हैन सट्टा लगाएर मौसम पनि फेरि बवाल छ अहिले एकैछिनमा पानी आउला जस्तो छ है पानी त करिब पर्ला जस्तो छ अनि हामी छौं 5 जना 2 जना भलक स्टारहरु गइसक्यो अगाडि अब हामी पछाडी हिँडिरहेको छौं बिस्तारै हिँड्दै छौं बाटोको दृश्य यस्तै छ बाटोको दृश्य यस्तै छ सट्टा लगाएर यतातिर पसलहरु पनि छ है त्यो गुम्बा माथि हामी गुम्बा जाँदैछौँ उता गुम्बा यहाँबाट देखिँदैन है अहिले हामी त्यहीँ गएर देखाउँछौँ लास्टमा यो गुम्बा यहाँबाट देखिँदैन उतै हतै केराबाट देखिरहा अब त्यो केराबाट माथि उठेको क्यामेराले मस्त देखिरहा माथि त्यहाँनिर छैन भिडा चट्टा आज हामी चाहिँ धेरै जसो हिँडेको भिडियोहरु आउँछ है गाइजहरु माइन्ड गर्नु राम मन्दिर कहाँ हो राम मन्दिर स्नान घर राम मन्दिर कृष्ण मन्दिर हो कृष्ण मन्दिर सरी त्यहाँ त हामी कतिचोटि गयौँ कृष्ण मन्दिर यही नजिकै हो कता हामी यहाँबाट आज चट्ट उकालो लगाएर लागेर हैन त्यसै क्यामेरा प्याक गरिकन अब गुम्बा देखाउन न देखिन हल्लिन्छ फेरि राम्रो देखिन के हामी चाहिँ त्यही गुम्बा जाने हो गुम्बा जाँदैछु है माथि देखिरहेको छ हल्का चुस्सा शिर देखिरहेको छ टाढैबाट त्यसको शिर हेर्नुस् बाँकी कुरा अहिले शिर हेर्नुस् बाँकी अब सबै त्यही देखाइदिन्छु है सिन हेर्न त्यही जानुपर्छ है सिन हेर्नको लागि ल आउनुस् गाइस चट्ट हामी हिँडिरहेको छौँ अगाडि हिँडिरहनु भएको छ हैन हामी पछि हिँडिरहेको छौँ हाम्रो अब सुइगम किनिसक्यो केटाले हैन ला ओइ अब जाँदै एगराले घोगा खुर्साइ ल्याएन पनि है को खाली अन्त बडा एगरा घोगा खुर्साइ ल्याए यता खोल्नु पर्यो होला है आउँदैन त यार त्यो माइक म लगाउँछु जानु यसो डस्टबिनमा खोल्नुपर्छ ल लगाउने माइक डस्टबिनमा है कान्छो हिँडिरहेको छ पछाडि मेरो पछाडि तपाईँ खानुभयो सुइगम मेरो पुरानो यार हिजोको यार बासी चैको म यार माइक म लगाएँ ल आलो बासी सबैको आउँछ कि भाइ तेरो पनि आउँछ आवाज चाहिँ आउँछ यहाँ पनि